अहिले जेफ्रे एप्स्टिनको बारेमा थाहा नहुने मान्छे को नै होला र? उनले गरेका यस्ता घिनौना र यस्ता क्रूर कामहरू चाहिँ अहिले भर्खर प्रकट हुँदै आइरहेका छन्। यतिसम्म कि त्यो सम्झँदा र सुन्दा पनि कहाली लाग्दा घटनाहरू चाहिँ अहिले जेफ्रीको बारेमा हामी सुनिरहेका छौँ र कतिपय फाइलहरू रिलिज गरिएको छ। अनि उनको त्यो gmail.world मा टाइप गरेर तपाईँ त्यहाँ जानुभयो भने चाहिँ उनका इमेलहरू हामी देख्न सक्छौँ। अनि त्यहाँ नेपाल टाइप गरेर हेर्नुभयो भने चाहिँ उनले नेपालसँग उनको कनेक्सन, एउटा अनौठो कनेक्सन पनि हामी देख्न सक्छौँ। त्यो कनेक्सन कस्तो छ भने विशेष गरेर 3वटा कुराको यहाँ कनेक्सन छ। एउटा चाहिँ उनले नेपालबाट रग्सहरू अथवा बेडरुमको लागि प्रयोग गरिने, अब सायद रग्स भनेको सायद त्यो ओछ्याउनेहरू हुनसक्छ, ओढ्ने हुनसक्छ, त्यस्तो कुरा चाहिँ नेपालबाट उनले भित्री आएको हामी देख्न सक्छौँ। अनि टिबेटबाट बेड ल्याएको, तर नेपालबाट चाहिँ त्यो रग्सहरू लगेको, ओढ्ने ओछ्याउने कुरा चाहिँ नेपालबाट लगेको अथवा त्यहाँ अर्डर गरेको र लगेको, पैसा तिरेको प्रमाणहरू पनि यहाँ हामी देख्न सक्छौँ। तपाईँले हेर्न सक्नुहुन्छ, यहाँ नेपालहरू मैले जुम गर्दै देखाइरहेको छु। नेपाल भन्ने चाहिँ जहाँ जहाँ छ डाइनिङ रुमको लागि। अनि अर्को अनौठो कुरा चाहिँ के देखिन्छ भन्दाखेरि नेपालबाट उनीसँग कुनै न कुनै एक प्रकारको अप्रोच भइरहेको छ। बच्चाहरूको दिशा, बच्चाहरूको फ्रेस बेबी, हेल्दी बेबीहरूको दिशा चाहिँ अमेरिका उनी भए ठाउँमा एक्सपोर्ट गरिने कुरा पनि यहाँ गरिँदैछ। त्यो बच्चाहरूको खोइ मेडिकल एउटा अनुसन्धान भइरहेको जस्तो देखिन्छ। अनि त्यो मेडिकल अनुसन्धानमा चाहिँ नेपालका हेल्दी बेबीहरूको त्यो पेटमा भएको अथवा दिशामा भएको कुनै पनि ब्याक्टेरिया अथवा के हुन्छ, माइक्रोब्सहरूको अध्ययन गरेर कुनै मेडिसिनमा काम गर्ने जस्तो पनि देखिन्छ। तपाईँले यहाँ हेर्नुभयो भने यहाँ फाइलहरू आफै सर्च गरेर तपाईँले इमेलहरू हेर्न सक्नुहुन्छ। त्यति मात्र होइन, उनले भूकम्पको बेलामा चिल्ड्रेन होमहरूलाई सहायता गरेको देखिन्छ। अब यो चिल्ड्रेन होमलाई सहायता गरेको भन्ने बित्तिकै कति डरलाग्दो कुरा छ है। अब हेर्दाखेरि चिल्ड्रेन होमलाई सहायता गरेको देखिन्छ, तर चिल्ड्रेन होमलाई उनले किन त सहायता गरे? विशेष गरेर उनले चिल्ड्रेनहरूसँग काम गर्थे र विशेष गरेर चिल्ड्रेनहरूलाई नै उनले मोलेस्ट गरेको, रेप गरेका जस्ता कतिपय कुराहरू हामी देख्छौँ। त्यही भएर नेपालसँगको एउटा अनौठो कनेक्सन हामी देख्छौँ। तपाईँले आफैले gmail.world मा गएर तपाईँले टाइप गर्नुभयो भने चाहिँ तपाईँले यहाँ नेपाल सर्च गर्नुभयो भने नेपालसँग सम्बन्धित उनका अरू धेरै इमेलहरू तपाईँले नि पाउन सक्नुहुन्छ। तपाईँ आफै नै सर्च गरेर हेर्न सक्नुहुन्छ।